भन्दै सबैले नमस्ते भन। राधे 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 राधे। अब मेरो छोरी माम खान्छे साग माम चाहिँ साह्रै मन पराउँछ नि छोरी। अनि खुवाउन पनि दिन्न आफै खान्छे माम। हुन त 2 वर्ष कि हो तर 20 वर्ष जस्तै छ भात खुवाइ त नि अरे 2 वर्ष कि नानीले कस्तो मजाले गम्की गम आफै साग पनि त्यस्तै। खाऊ छोरी खाऊ गम्की गम खाऊ। फेरि आज फेरि स्केच पेनले सबै मुखभरि हातभरि टिप्पो पनि लगाइछिन्। खाऊ माम खाऊ गम्की गम खाऊ। साग खुवाइदेख्नु भयो आम्बो अबि कस्तो डेन्जर खान्छन् है मेरो छोरी त्यो सागमा। कस्तो लाग्यो छोरी? मिठो। अनि मिठो लाग्दा कस्तो गर्नुपर्छ भन्देऊ त? भन्देऊ मिठो गर्दा कस्तो गर्नुपर्छ? त्यो के हो? त्यो टमाटर हो? अनि मिठो लाग्दा कस्तो गर्नुपर्छ भन्देऊ त छोरी? कस्तो गर्नुपर्छ? कसरी देखाउनुपर्छ अरे मिठो लाग्दा? कसरी देखाउनुपर्छ भन्देऊ न त अनि? कसरी देखाउनुपर्छ मिठो लाग्दा कसरी देखाउनुपर्छ? यस्तो होइन। अनि के चाहिँ भन्नुपर्छ? के चाहिँ भन्नुपर्छ मिठो लाग्दा? खाऊ माम खाऊ गम्की गम खाऊ लु। छिट्टो गम्की गम खानु है। साग मात्रै होइन माम पनि खाऊ गम्की गम मजाले मुसेर खाऊ त। तिमी सक्छौ त खाना कस्तो मजाले खान्छ मेरो छोरी लु। यहाँ राख न त नखाने। अब खाऊ गम्की गम खाऊ है। खाऊ अबे बढिया। खाऊ खाएर देखाइदेऊ न। म खान्न तिमी खाऊ। साग खाने मान्छेले टमाटर त्यसरी छान्छन्? टमाटर त्यसरी छान्छन्? साग खुवाइछ नि मेरो छोरीको।